एक्जाम चाहिँ हामीले सेपरेट दिनुपर्ने हुन्छ। एकै दिनमा नेपालीको क्वेसन वाज इजी, सबै हाम्रो चाहिँ जे हो त्यसलाई सब पढाएको ठ्याक्कै त्यही हामीले साइकोलोजी पनि पढ्नुपर्छ। Hello everyone, good morning all, good morning Kathmandu. It's me Pratima Rai representing Khotang. So it's my first day of college after 5 months. So आज चाहिँ म चाहिँ vlog बनाउँदैछु अनि के कन्टेन्टमा भन्दाखेरि how is my day अनि एक्सपिरियन्स अनि आफ्टर लङ टाइम। अनि आज चाहिँ कस्तो अजिब लागिरहेछ अनि मलाई चाहिँ 4 बजेदेखि निन्द्रै लागेको थिएन अनि आइएम गना विथ माई फ्रेन्ड्स टु आफ्टर लङ अनि सो कस्तो हुन्छ भनेर म चाहिँ आई विल सेयर माई एक्सपिरियन्स। सो आई हेभ टु रेडी फर माई कलेज अनि इट्स अलरेडी 5:05 सो म रेडी भएर भिडियो बनाउँछु। सो फ्रेन्ड्स दिस इज द आउटफिट अफ माई डे है। अनि त्यसपछि अनि यो चाहिँ मेरो कलेजको ड्रेस हो अनि आफ्टर लङ वी आर गोइङ टु कलेज होइन। अनि त्यसपछि अहिले चाहिँ भर्खर बिहान हुँदैछ नि त अनि अरू बेलामा चाहिँ माघमा चाहिँ जाडो गइसक्थ्यो, माघको अन्तिमतिर त अनि फागुनलाई चाहिँ गर्मी चढिसक्थ्यो। यो साल चाहिँ चैत भइसक्यो नि त, अहिले चैत लागिसकेको छ, त्यही पनि गर्मी चाहिँ त्यस्तो खासै छैन। दिउँसो चाहिँ अलिक गरम नै हुन्छ, बिहान चाहिँ अलिक जाडै हुँदो रहेछ। अनि कस्तो अचकल्टो छ क्या फेरि हाम्रो चाहिँ अरू 5वटा सब्जेक्ट हुन्छ नि त, 3 डेज चाहिँ 3टाको सब्जेक्ट पढाइ हुन्छ, 3 डेज चाहिँ बाँकी रिमेनिङ 2वटा सब्जेक्ट कोर्स हुन्छ। अनि सो त्यो भएको हुनाले चाहिँ अनि 6 to 8 अनि 6 to 9 हुन्छ नि हाम्रो कलेज। अनि आउने बेला त उकालो छ हो अनि जाँदा चाहिँ जाडो हुन्छ, टन्डन लुगा लगाएर गयो, आउने बेला चाहिँ गर्मी हुन्छ। यो कस्तो अचकल्टो छ। एनिवे अनि एज युजल प्रिभियस डे अनुसार चाहिँ म तल जान्छु चोकमा अनि मेरो फ्रेन्ड्स अथवा कलिग्सलाई चाहिँ म वेट गर्छु। अनि हामी चाहिँ ठिक एप्रोप्रिएट टाइमसम्म वेट गर्छौँ, नत्र भए साथीहरूलाई वेट गर्दाखेरि चाहिँ आफ्नो स्टडीलाई ह्याम्पर हुने गर्छु, वेट गर्दिनँ। यदि सर्टेन टाइम फ्रेमभित्र आयो भने आयो, नत्र वी विल गो होइन। अनि न म यति बोल्ने गर्छु। अनि अहिले चाहिँ अँधेरै छ नि त अनि मलाई चाहिँ डर लाग्छ अँधेरोमा चाहिँ। सो आई होप इन्स्टा म्याप रेडी। अनि इभन एक्जामको बारेमा एक्जामको बारेमा नि म कुरा गर्छु अनि सबै कुराहरू डिस्कस गर्छौँ। सो होप अनि तपाईँहरूले चाहिँ इन्जोय गर्नुहुनेछ। बाटो चाहिँ यस्तो छ क्या, गिट्टी गिट्टी ओछ्याएर ल जाऊँ। यो मेरो सुज अहिले यस्तो छ हो अनि भरे पर पुग्नुपर्छ कि यहाँको धुलोले मेरो सुजै चिन्दैन। 2चोटि पुलिस गर्नुपर्छ बाटोमा नि, कहिले बनाउँछ रोड आई डोन्ट नो। सो हियर वी गो। रेडी 1 2 3 गो। हेलो एभ्रिवान, वी आर ब्याक अगेन। फेरि सबैजनालाई वेलकम छ मेरो ब्लगमा। दिस आर माई कलिग्स। नाम भन न परिचय मेरो नाम चाहिँ पल्मो सेपा, यसको नाम विनिता ढकाल, फ्रम काभ्रे, फ्रम सिन्धुपाल्चोक। अनि चाहिँ अलिकति साउन्डलाई चाहिँ अलिकति यो भोलिमा गइरहेको छ किनभने अरू त्यो क्लास चलिरहेको छ अनि हाम्रो चाहिँ यो टिचर टाइम रहेछ। अनि इट्स आवर फर्स्ट डे रहेछ अनि हामी चाहिँ कति पछि आएको क्या, कति पछि आएको हामी 6 मन्थ भयो। अनि हामी चाहिँ कहिले असोजको 18 गते प्रिबोर्ड सकिएको। माई गडलाई सक्दा अनि त्यसपछि छुट्टी अनि चैतमा अनि सिधै हाम्रो माघको 25 गतेदेखिबाट बोर्ड इक्जाम भएको। माघमा हो माघ 25 गते हो त। माघ 25 गतेदेखि फागुन 6 गतेसम्म भएको थियो टियुको। अनि हाम्रो थर्ड इयर सुरु भएको चाहिँ 25 गतेदेखि। मगर क्यों पछि फेरि अर्को क्वेरिजहरू हुन्छ नि त मान्छेहरूलाई तपाईँहरू कतिमा पढ्नुहुन्छ भनेर लेट यु नो। हामी चाहिँ थर्ड इयरमा होइन, हामी स्टडी गर्ने विद्यार्थीहरू हो, हामी अध्ययनरत विद्यार्थी होइन, त्यसै भन्नुपर्छ होइन त। सानोमा चाहिँ अलिक आउँदैन क्या। अनि दिस इज माई पेपर, यो चाहिँ इन्ट्रान्स कार्ड पेपर हो मेरो। अनि यहाँ चाहिँ हाम्रो यो चाहिँ हामीले जतन गरिराख्नुपर्ने हुन्छ होइन। अनि हाम्रो सेकेन्ड इयरमा हुँदाखेरि चाहिँ कस्तो थियो भनेदेखि कोर्स अफ स्टडी हाम्रो चाहिँ टोटल गरेर 5वटा हुन्छ होइन, जसमा चाहिँ हाम्रो सोसियल वर्क भन्ने हुन्छ होइन। हामी चाहिँ ह्युम्यानिटिज पढेको हो नि त, आर्ट्स। अनि सोसियल वर्कमा चाहिँ हाम्रो 2टा पेपर हुन्छ, 35 पेपर 35 70 मार्क्सको हुन्छ हाम्रो टोटल पेपर। 70 मार्क्सको थ्योरी, 30 मार्क्सको प्र्याक्टिकल हुन्छ, जसमा चाहिँ हामीले 70 मार्क्सको पेपरमा चाहिँ सोसियल वर्कलाई चाहिँ सोसियल वर्क ए र सोसियल वर्क बी भनेर छुट्टाएको हुन्छ।
वर्क हुन्छ भनेदेखि सोसल वर्क 4 बी भनेको चाहिँ ग्रुप वर्क प्र्याक्टिस भन्ने हुन्छ होइन। अनि त्यसलाई चाहिँ हाम्रो 70 मार्क्सलाई चाहिँ त्यसलाई चाहिँ 50 हाफ गरेको हुन्छ 35 50हरूको चाहिँ आधी गर्नु खोजेको हुन्छ होइन। अनि हामीले चाहिँ यसमा चाहिँ कस्तो हुन्छ भनेदेखि यसको एक्जाम चाहिँ हामीले सेपरेटली दिनुपर्ने हुन्छ। एकै दिनमा पेपर फाल्टै आउँछ। फर्स्ट 1.5 आवर्समा एउटा सेट अफ क्वेसन हामी कम्प्लिट गर्नुपर्ने हुन्छ। अनि अर्को रिमेनिङ 1.5 टाइममा चाहिँ हामीले अर्को रिमेनिङ पास गर्नुपर्ने हुन्छ होइन। अनि यसमा चाहिँ कस्तो हुन्छ भने दुईटैमा इन्डिभिजुअली तपाईँ पास हुनुपर्ने हुन्छ है। भन्यो त त घाँटी दुख्छ भने अनि पास हुनुपर्ने हुन्छ होइन। अनि अब तपाईँ ग्रुप एमा मतलब हुन्छ नि सोसल वर्क एमा तपाईँ पास हुनुभयो, अर्कोमा फेल हुनुभयो, तर कम्बाइन्डली मार्क्स जोड्दाखेरि चाहिँ एग्रिगेसनमा चाहिँ तपाईँ पास हुनुभयो भने त्यसलाई पास भएको मानिँदैन। यसमा चाहिँ तपाईँ दुईटैमा एमा पास विषयमा पास हुनु पऱ्यो। सो यदि फेल हुनुभयो भने फेरि एक्जाम दिनुपर्छ कि एक्जाम, तर त्यस्तो चाहिँ कहिले भएन हाम्रो चाहिँ तल नसम्म चाहिँ मेरो चाहिँ। अनि अर्को भनेको हुन्छ हाम्रो साइकोलोजी। अनि यो चाहिँ सोसल अब एकजना भन न तिमी भन न साइकोलोजी भनेको कस्तो सब्जेक्ट हो, केमा आधारित भयो यो चाहिँ साइकोलोजी भन न। साइकोलोजी भनेको चाहिँ स्टडी अफ द ह्युमन बिङ्स अनि ह्युमन एन्ड एनिमल बिहेभियर थट्स भन्ने हुन्छ होइन। यो चाहिँ के बेसमा भनेदेखि साइकोलोजी भनेको चाहिँ हाम्रो सोसल वर्कमा चाहिँ यसरी म तपाईँलाई त्योभन्दा अगाडि जान्छु। मैले जुन पनि क्वेसन पेपर समातेको छु म तपाईँहरूलाई यहाँ माथि राखिदिन्छु। सो पछि हाम्रो अपकमिङ हुन्छ नि भाइ बहिनीहरूले, हाम्रो अपकमिङ जेनेरेसनहरूले, भावी पुस्ताहरूले चाहिँ हाम्रो ट्युबको क्वेसन चाहिँ कस्तो आउँदो रहेछ त भनेर चाहिँ उहाँहरूलाई पछि गाइडलाइन होस् होइन। अनि ट्युबको एक्जाममा यस्तो क्वेसन आउँदो रहेछ, हामीले यसरी प्रिपेयर गर्नुपर्छ है भन्ने उहाँहरूले चाहिँ अलरेडी उहाँहरूलाई प्रिपेयर गर्न सजिलो होस् भन्ने आधारमा चाहिँ त्यो बेसिसमा चाहिँ मैले त्यो टेबल चाहिँ माथि राखिदिन्छु। सो तपाईँहरूलाई चाहिँ सजिलो हुनेछ है। अनि यो आजको भिडियो चाहिँ एकदम धेरै इम्पोर्टेन्ट हुन्छ है। यिनीहरू मेरो भिडियोमा इन्ट्रेस्टै दिँदैन कस्तो। अनि यो साइकोलोजी भनेको चाहिँ सोसल वर्क बेस भएर होइन। सोसल वर्कर भनेको त कस्तो हुन्छ, सोसल वर्कर भनेको हेल्पिङ रिलेसनसिप हुन्छ नि त सोसल वर्कर र क्लाइन्टको त। अनि उहाँले चाहिँ क्लाइन्टलाई कुनै पनि हेल्प गर्दाखेरि क्लाइन्टले त जे पनि भन्न सक्छ नि, सबै कुरा पत्याउनु चाहिँ हुँदैन। उहाँको साइकोलोजी कस्तो छ, पास्ट इभेन्टहरू कस्तो छ, त्यो कुरालाई नि त बुझ्नु पऱ्यो, फ्यामिली ब्याकग्राउन्ड बुझ्नु पऱ्यो। क्लाइन्टले सबै कुरा हुन्छ नि उहाँले यसरी बोलेरै हुन्छ नि भर्बली नै भन्छन् भन्ने पनि हुँदैन होइन, नन भर्बली नै भन्नु सक्छन् होइन। लाइक भन्छु त यो बोल न लाइक हुन्छ नन भर्बल कम्युनिकेसनको इक्जाम्पल भनिदिउँ न। इक्जाम्पल नै गरिरहेछ यो हुन्छ नि लाइक फेस गिभिङ विथ जेस्चर अनि हुन्छ नि, अनि सोफल स्माइलहरू हुन्छ नि, अनि कस्तो एङ्ग्रीहरू हुन्छ नि, त्यो कुरालाई हुन्छ नि नन भर्बल कम्युनिकेसनलाई पनि बुझ्नुपर्छ। उहाँको त्यो साइकोलोजीलाई स्टडी गर्न चाहिँ सोसल वर्कले त्यो कुराहरूमा चाहिँ एबल हुनु पऱ्यो। सोसल वर्करमा त्यो एबिलिटी हुनु पऱ्यो, त्यो क्यारेक्टरिस्टिक हुनु पऱ्यो। त्यो भएको हुनाले चाहिँ सोसल वर्कको क्षेत्रमा चाहिँ साइकोलोजी इज मस्ट एसेन्सियल भन्ने हिसाबले चाहिँ हामीले साइकोलोजी पनि पढ्नुपर्छ। यो चाहिँ प्योर साइन्समा मात्र डिपेन्ड हुँदैन, यो सोसल साइन्समा पनि डिपेन्ड हुन्छ। एन्ड सोसल साइन्स नै हो क्या। अनि त्यसो भए सोसल साइन्समा लगभग कन्ट्राडिक्सन हुन्छ। अनि ह्युमन डेभलपमेन्टहरू पनि पढ्नु पऱ्यो नि त। तर गाह्रै थियो है सब सोसल साइकोलोजी पढ्दाखेरि चाहिँ हामीले गाह्रो भएको, हामीले धेरै मिहिनेत गरेर पढेको होइन। अनि च्याप्टर 2 भन्ने त्यो छ होइन, त्यो मान्छेहरूको बडी अर्गनाइजेसनहरू सबै पढ्नुपर्छ हामी। नर्भस सिस्टमहरू, पेरिफेरल नर्भस सिस्टम, इन्डोक्राइन सिस्टमहरू होइन, ह्युमन डेभलपमेन्टहरू, त्यो स्पाइनल कर्डहरू सब, ब्रेनको डेभलपमेन्ट, त्यसको वेटहरू कस्तो हुन्छ नि सब पढ्नुपर्छ, मेमोरिजहरू। बट एक्जाममा चाहिँ एकदम सजिलो क्वेसन आएको थियो। सो तपाईँहरू सुरुमा चाहिँ तपाईँहरूलाई अरूहरूले भन्ला होइन एकदम गाह्रो हुन्छ भनेर, तपाईँहरूलाई त्यो कुराले त्यो भन्यो भने तपाईँहरूलाई झन् हुन्छ सजिलो छ। फर्स्ट इयर भन्दा सेकेन्ड इयर एकदम सजिलो लाग्यो मलाई चाहिँ, तर सरहरूले हामीलाई सेकेन्ड इयर गाह्रो हुन्छ भन्नुभएको थियो। तर इट डिपेन्ड अन यु है, तपाईँले कसरी स्टडीलाई कसरी लिनु भएर कसरी पढ्दै हुनुहुन्छ, प्रिपेरेसन कसरी गर्दै हुनुहुन्छ होइन, क्लासहरू कसरी एटेन्ड गर्दै हुनुहुन्छ भनेर पनि। अब मिडिया रिसर्चको बारेमा तिमी भनिदिनु न, एक्सप्लेनेसन के भन्नु, एक्जाम एक्सपिरियन्स भन्नु।
सुरु गरेन ए यो सानो मान्छेको हामी तर यो सब्जेक्ट होइन पढ्दा चाहिँ सजिलै इजी नै लागेको थियो है सरले पढाउँदा टिचरले पढाउँदा चाहिँ तर क्वेसन चाहिँ लास्ट चाहिँ गाह्रो आएको हो कि टिचरले बुझाइ पढाउनु हुन्छ नि त तर इक्जाममा क्वेसन चाहिँ लास्टै गाह्रो होइन यसको चाहिँ हामीले चाहिँ यो चाहिँ बुक बेस भन्दा पनि हामीले चाहिँ हुन्छ नि अब हामीले चाहिँ अब क्लासमा चाहिँ पढ्दाखेरि हामीले पोइन्ट पढ्नुपर्छ होइन पढेर आएको त के आएको रहेछ त होला होइन तिमीले केही त पढाएको होला अरे टिचरले क्या ए होइन यस्तो हामीले चाहिँ क्लासमा पढ्दाखेरि चाहिँ पोइन्ट्स हुन्छ होइन फिचरहरू त्यसको क्यारेक्टरिस्टिक पढ्नुपर्छ तर एक्जाममा चाहिँ कस्तो आएको थियो होइन अब हामीले त क्यारेक्टरिस्टिक फिचरहरू पढ्दाखेरि 2-3 लाइनमा पढाइ हुन्छ नि त एक्जाममा चाहिँ लङ क्वेसनमा आइदिन्छ ट्युको त्यस्तो हुन्छ होइन सो तपाईँले चाहिँ त्यो कुरालाई चाहिँ कस्तो अब क्लासमा चाहिँ कसरी लिनु भएको छ त्यो कुराहरूलाई सरहरूले भन्नुभएको कुरालाई त्यो कुरालाई चाहिँ तपाईँले विशेष ध्यान दिनुपर्ने हुन्छ कत्रो आउँछ पनि त यो क्लास क्या पुरा खाली भएर यत्रो इको आइरहेको छ अनि त्यही भएर सरहरूले पढाउँदा चाहिँ ध्यान दिएर सुन्नु होला एक्जाममा त्यसरी नै आउने हो होइन अनि हामीलाई चाहिँ सरले लास्टै राम्ररी पढाउनुहुन्छ अरू स्कुलहरूले भन्ला कलेजहरूले भन्ला हाम्रो सरहरूले यस्तरी पढाउँदैन मैले कति सुनेको पनि छु है हामीले कति कम्प्लेनहरू सुनेको छु अरू फ्याकल्टीको थाहा भएन तर हाम्रो ह्युमेनिटिज फ्याकल्टीको सर टिचरहरू पर्फेक्ट पढाइमा नो कम्प्रोमाइजेसन एकदम राम्रो पढाउनुहुन्छ होइन अनि अर्को छ मिडिया हिस्ट्री यो चाहिँ हाम्रो सबै मिडियासँग रिलेटेड हो मिडिया रिसर्च पनि मिडियासँग रिलेटेड हो हामी जसमा चाहिँ हामीले रिसर्च प्रपोजलहरू लेखेर रिसर्चको लास्ट रिपोर्टहरू पनि सबमिसन गर्नुपर्ने हुन्छ यो चाहिँ टिमकै के भन्छ त्यसको चाहिँ हामीले रिसर्च गर्दै उहाँको बनाउनु दिनुभयो हामी जस्तै त्यो चाहिँ अब्जर्भेसन रिसर्च अनुसार चाहिँ है अनि अर्को भनेको नेपालीको चाहिँ लास्टै सजिलो थियो नेपालीको हेर्नु नेपालीको चाहिँ स्कुल लेभलको जस्तै थियो यो चाहिँ कस्तो भन्दाखेरि अरू सब्जेक्टहरू यस्तो नि त अरू सब्जेक्ट चाहिँ हामीले कलेजमा आएर डाइरेक्ट नयाँ भयो नि त यो चाहिँ स्कुलदेखि पढेर आएको हुनाले ब्याकग्राउन्डहरू भएको हुनाले हामी सजिलो लाग्यो उसलाई चाहिँ अलिकति गाह्रो लाग्यो होला होइन गाह्रो लाग्यो गर्नुलाई किनभने उसो इन्डियाबाट आएको नि त अनि सो ल्याङ्ग्वेजमा बेरियर हुन्छ उसको होइन अनि त्यो भएको मलाई गाह्रो लाग्यो अनि नेपालीको क्वेसन वाज इजी सबै हाम्रो चाहिँ जे हो क्लासमा पढाएको ठ्याक्कै त्यही टु द पोइन्ट ठ्याक्कै टुक लेख्नेवाला क्या अब जे पढाएको त्यही यिनीहरूको चाहिँ हामीले एनालाइटिकल क्वेसनहरू थियो नि त सो म तपाईँहरूलाई सजिलो हुन्छ भनेर चाहिँ अनि माथि राखिदिन्छु सो जस्ट नो होइन अनि कस्तो हुन्छ रहेछ भनेर अनि एक्सपिरियन्स गर्नु सक्नुहुनेछ अनि आजको एक्सपिरियन्स भन्ने क्लास कस्तो लाग्यो सुरुमा चाहिँ डर लाग्यो सरले सुरु नै आएर गाली गर्नुभयो बुझ्नुरहेको भनेर अनि त्यसको सेकेन्ड पिरियड रमाइलो भयो त्यसले चाहिँ यस्तो हुन्छ नि त रमाइलो भयो थर्ड पिरियड खाली भयो लेजरले छ हाम्रो चाहिँ कस्तो छ भने कलेज बाहिर एउटा स्टेसनरी छ एउटा होइन दुईवटा छ तर त्यहाँनिर चाहिँ हामीले कस्तो हुन्छ भनेदेखि पुरानो पास्ट इयरहरूको बुक लिएर चाहिँ हामीले अहिले नयाँ बुक अथवा पुरानो बुकसँग एक्सचेन्ज गर्न पाउँछौँ क्या कति पर्सेन्ट डिस्काउन्ट नै हुन्छ है त्यसमा अनि त्यो भएको हुनाले चाहिँ हामीले चाहिँ अब पहिला सुरु बुकहरू सोधौँ छ छैन पुरानो अनि त्यसपछि त्यही अनुसार पैसा लिएर भन्ने सबैको घरमा भने जति पैसा दिनुहुन्छ भन्ने त छैन नि त अनि हाम्रो बजेट फ्रेन्डली पनि हुनु पऱ्यो होइन अनि यो एजमा आएर अब सोर्स अफ इन्कम भन्ने पनि छैन अनि अलिकति बुझ्नु परेको स्थिति अब अनि त्यो भएको हुनाले त्यही हिसाबले त्यही मेन्टालिटीले हामी कति खेली आइरहेको थियौँ अनि सरले चाहिँ बुक लिएर आएन भनेर हामीले गाडी गर्नुभयो क्या बुकै लिएर आउँदैन अनि कसरी पढाउनु कहिलेको आउँछ कहिलेको आउँदैन भन्ने हुँदैन अनि हाम्रो चाहिँ अरू इयरहरूमा चाहिँ यस्तो थियो स्टुडेन्टहरू रेगुलरिटिज थियो उनीहरू चाहिँ पङ्क्चुअल थियो बट सेकेन्ड इयर्समा आएपछि चाहिँ हाम्रो मात्र होइन नेपाल अधिराज्यभित्र यस्तै हो नि है सबैतिर कस्तो स्टुडेन्टहरू चाहिँ इरेगुलर हुन थाल्यो क्या घाँटी दुखिसक्यो म त पढाएर टिचरहरूलाई चाहिँ कस्तो हुन्छ होला 1 घन्टा पढाउँदा अनि इरेगुलर सुन्दाखेरि सो हामी त्यही कन्सेप्ट ल्याएको थियो सर रिसाउनु भयो इट्स आवर फल वी एप्लाइज फर द्याट अनि हाम्रो कविता म्याम हुनुहुन्छ होइन रबिन सर पनि नराम्रो त भन्दिनँ उहाँको पनि पढाउने प्याटर्न एकदम राम्रो छ फर्स्ट इयरमा चाहिँ मलाई उहाँले एकदम धेरै इन्फ्लुएन्स गर्नुभएको मलाई मात्र नभएर इभन समग्रमा सबैजना स्टुडेन्टहरूलाई कति मोटिभ गर्नुहुन्थ्यो है हामीलाई मोटिभेसन दिनुहुन्थ्यो अनि हामीले गऱ्यौँ अनि कविता म्यामको चाहिँ सबैजनाको विशेषता हुन्छ होइन आफ्नो विशेषता अनि कविता म्यामको चाहिँ यस्तो क्या अब पढाउँदाखेरि उहाँले चाहिँ अर्काको एटेन्सन चाहिँ मजाले ग्र्याप गर्न सक्ने क्यापेसिटी छ क्या उहाँमा अनि मजाले एक्जाम्पलहरू दिएर रिलेट गर्दै सबै हुन्छ नि हाम्रो सोसाइटीमा भएको इभन उहाँले सोसियल वर्क पढाउने भएर होइन सबैजना जो जस्तो छ त्यसलाई त्यही अनुसार ट्रिट गर्नुहुन्छ है कविता म्यामले लाइक कुनै स्कुलमा चाहिँ अब पढाएकोहरूलाई पढ्नेले बुझ्यो भने अरूले पनि बुझ्यो भने हुन्छ नि त टिचरको
बुझाएको केसमा त्यस्तो हुँदैन अब उसले बुझाएछ भने उसलाई बुझाउनु पऱ्यो समग्रमा सबैलाई जो जस्तो छ त्यही अनुसार ट्रिटमेन्ट हुन्छ नि अन द बेसिस अफ दिस सिभियरिटी अफ दि के भन्छ त्यो उसको बिरामी हुन्छ नि त्यस्तै अनुसार टिचरले ट्रिट गर्नुहुन्छ है सो इट वाज इन्ट्रेस्टिङ अनि सो वी इन्जोयड अ लट अनि आजको चाहिँ यति नै हुन्छ होइन हाम्रो ब्लग चाहिँ अनि यहाँ गएपछि हाम्रो छोड्छौँ अनि हाम्रो बाहिर क्लासको म कलेजको पनि भ्यू देखाउँछु ल तपाईँहरू कस्तो छ त हाम्रो कलेज भनेर फाइनली साथीहरू आइम ब्याक टु होम है अनि अब चाहिँ म मेरो इन्डिङ ब्लग चाहिँ यहाँनिर गर्दैछु अनि आई होप यु अल लाइक माई भिडियो अनि मैले चाहिँ माथि डिस्क्रिप्सनमा राखिदिइसकेको छु होइन अनि तपाईँहरूले पेपर कस्तो आउँछ भनेर तपाईँहरूलाई चाहिँ मैले माथि नै राखिदिएको छु होइन अगाडिको अलरेडी भिडियोमा अनि आई होप इट विल बी हेल्पफुल टु अल अनि यदि कोही नयाँ जोडिनु भएको छ भनेदेखि मेरो च्यानललाई गएर सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला र नजिकैको साथीहरूलाई गएर सेयर गरिदिनु होला र केही रिभ्यू दिनु परेमा केही प्रतिक्रिया दिनु परेमा चाहिँ कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला यति भन्दै यो विकको लागि यति नै बाई बाई अन्टिल द नेक्स्ट भिडियो